एभ्रिवान, स्वागत छ मेरो अर्को एउटा नयाँ भिडियोमा। यो चाहिँ भागवतको डे 2 को भिडियो हो। अहिले चाहिँ हामी भागवत सुन्नको लागि घरबाट निक्लिसकेका छौँ। आज पनि त्यसरी नै पानी पर्दा पर्दा अहिले चाहिँ रुखेको छ गाइस। यहाँ हेर्नु न कस्तो हिलो भएको छ, बाटो हिलो सबैतिर पानी नै जमेको छ। अनि अहिले चाहिँ हामी आइ पनि सक्यौँ। आएर चाहिँ टिकोहरू लगाइसकेर अब भागवत सुन्न बसिसकेछौँ। भागवत चाहिँ सुरु भएको थिएन, पुरा पूजाहरू मण्डप पूजा भइसकेको थियो। अनि अब चाहिँ भागवत पुरा स्टार्ट हुन आँटेको थियो। एकछिन भागवत कथा सुनिरहेको थियौँ। त्यसको पछि चाहिँ हामीलाई बोलाउनु भयो यहाँनिर पुरी बेल्नको लागि। अनि हामीले चाहिँ आइडिया निकाल्यौँ कि फर्स्ट हामी 7वटी गडा बेल्ने, त्यसको बादमा हामीहरूको पालो सकेर फेरि नेक्स्टलाई पठाइदिने भनेर त्यसरी नै सल्लाह गऱ्यौँ। अनि अहिले चाहिँ हामी आएका छौँ। हामी 7-8वटी भएर अहिले यहाँ पुरी बेल्दैछौँ। यहाँ हेर्नु गाइस, सबैजना उता पकाउनेले पकाइराख्नु भएको छ। अनि यता चाहिँ हामी बेलिराखेकी छौँ। बेलिसकेर हामीहरूको जति बेल्ना थियो हामीहरूको भएको चाहिँ हामी बेलिसकेर आइसकेका छौँ। अब फेरि भागवत सुन्नको लागि एकछिन भागवत सुनेर फेरि आयो भजन गाइस। भजनमा ननाचिकन कहाँ बस्नु। अनि हामी चाहिँ हजुरहरूलाई नि भजन सुनाउँदैछौँ, भागवतको सुन्नु होला। सुनी दो है कृष्ण मुरारी।